के तपाईलाई थाहा छ नेपालमा हरेक वर्ष 20,000 जना मानिसलाई सर्पले टोक्ने गर्छ र जसमध्ये 1,000 जना मानिसको अकालमै मृत्यु हुने गर्छ र यसको प्रमुख कारण हो समयमा अस्पताल नपुग्नु। नमस्कार, म डाक्टर सन्तोष कुमार महतो हाल लाइफगार्ड हस्पिटल विराटनगरमा एज अ कन्सल्टेन्ट फिजिसियनको रूपमा कार्यरत छु र आजको यो भिडियो सर्प टोकिहालेमा को लक्षण के हुन सक्छ, त्यसको विषले के असर पुगाउँछ र त्यसको उपचारको विधि के हो, सर्प टोकिहालेमा के गर्ने, कसो गर्ने र कसरी सर्प टोकाइबाट जोगिन सकिन्छ, त्यसमध्ये पूर्ण रूपमा जानकारी पाउनु हुनेछ। र यो सुरु गर्नुभन्दा पहिला म तपाईहरुलाई एउटा प्रश्न गर्न चाहन्छु। यदि तपाईलाई या तपाईको वरिपरि कसैलाई सर्प टोकिहालेमा यो 4 वटा मध्ये के गर्नुहुन्छ त? सबभन्दा पहिला नम्बर 1, टोकेको भागभन्दा तल बेसरी डोरीले वा कपडाले बेर्ने। नम्बर 2, टोकेको भागमा चाकु वा ब्लेडले चिर्ने। नम्बर 3, टोकेको भागलाई मुखले रगत सुस्ने काम गर्ने। नम्बर 4, जुन भागमा टोकेको छ त्यसलाई स्प्लिन्टले बाँधेर त्यसलाई इमोबिलाइज गर्ने। यो 4 मध्ये के गर्न चाहनुहुन्छ तपाई? र यो भिडियो अन्त्यसम्म हेरेर तपाईले गर्नुहुने काम या तपाईले सोच्नु भएको सही छ कि छैन मूल्याङ्कन गर्नुहोला। नेपालमा विशेष गरी 89 प्रकारको सर्पहरू पाइन्छ, जसमध्ये 2 ग्रुपको सर्प बढी मात्रामा हुन्छ। नम्बर 1 एलाफपेडी ग्रुप, जसमा कोब्रा र करेत पर्ने गर्छ। त्यसै गरी भाइपरेडी ग्रुप, जुनमा पिट भाइपर, रसेल भाइपर, सस्केल्ड भाइपर पर्न जान्छ। अब तपाईको वरिपरि या घर परिवारमा कसैलाई सर्पले टोकिहालेमा के गर्ने त? सबभन्दा पहिला त रिएस्योर गर्ने, मानिसलाई सम्झाउने कि हरेक सर्पदंश विषालु सर्पले टोकेको हुन्छ भन्ने हुँदैन, हरेक सर्पदंशका कारणले मान्छेको मृत्यु हुन्छ भन्ने पनि हुँदैन। एउटा अध्ययनले लगभग 70% सर्प टोकाइहरू नन पोइजनस स्नेक, याले विष नभएको सर्पले टोक्ने गरेको भेटिएको छ। त्यसै गरी 30% मा पोइजनस स्नेकले टोकेको हुन्छ र त्यही 30% को 50% बिरामीलाई जुन भेनम विष, सर्पले विष पर्याप्त मात्रामा पुगेको हुँदैन, जसको कारणले मानिसको मृत्यु हुने जोखिम कम हुन जान्छ। पोइजनस स्नेकले टोकेको 50% बिरामीमा मृत्यु हुने जोखिम हुन्छ। त्यही भएर यदि सर्प टोकिहालेमा सर्वप्रथम मानिसलाई रिएस्योर गर्ने र सकेसम्म नजिकको अस्पताल लग्नुपर्ने हुन्छ, चिकित्सकको निगरानीमा बस्नुपर्ने हुन्छ। विशेष गरी सर्पलाई हामीले डिस्टर्ब गर्यो या प्रोभोक गर्यो भने मात्रै टोक्ने गर्छ। र तर एउटा करेत भनेको यस्तो सर्प हो जुन मानिसलाई सुतेको बेलामा पनि टोक्न सक्छ। अब आऊ सर्प टोकाइ भइहालेमा त्यसको लक्षणहरू के हुन सक्छ त? सर्प टोकेमा 2 प्रकारको लक्षण हुन्छ। एउटा लोकल लक्षण, जुन भागमा टोकेको हुन्छ त्यहाँ केही लक्षणहरू देखिन्छ। त्यसै गरी त्यसको विष यदि रगतमा गएर शरीरमा फैलियो भने 2 प्रकारको लक्षणहरू विशेष गरी हुन सक्छ। एउटा न्युरोटोक्सिन्स भनेको त्यसलाई नसा सम्बन्धी समस्याहरू ल्याउन सक्छ। त्यसै गरी अर्को हेमाटोटोक्सिन, जसले मुटु मृगौलालाई समस्या बनाउन सक्छ। अब आऊ लोकल लक्षणहरू के हुन सक्छ त? टोकेको भागमा फ्याङ मार्क या बाइट मार्क देखिन सक्छ। कसैको सिंगल या 2टा बाइट मार्क्स देखिन सक्छ। टोकेको भागमा पोल्ने, त्यहाँबाट रगत आउने, सुन्निएर रगतको प्रवाहलाई कम गर्न सक्छ। त्यसै गरी त्यहाँ फोका जस्तो उठ्ने, दुख्ने हुने गर्छ। त्यसै गरी यदि यही विष रगतमा फैलिएर शरीरमा फैलियो भने मानिसलाई न्युरोटोक्सिन्स र हेमाटोटोक्सिन्स इफेक्टहरू देखिन सक्छ। विशेष मानिसलाई सामान्य लक्षणहरू जस्तै वाकवाक हुने, उल्टी हुने, पेट दुख्ने, आँखा आधा चक्कर लाग्ने त्यस्तो हुने गर्छ भने यदि न्युरोटोक्सिक इफेक्ट बढी छ भने मानिसलाई आँखाको परेली तल जाने, भिजन मधुरो देखिने या ब्लरिङ भिजन सफा नदेखिने या 2टा देखिने हुन सक्छ। त्यसै गरी बोल्न अप्ठ्यारो हुने, जिब्रो निकाल्न नसक्ने, त्यसै गरी पानी या खाना निल्न नसक्ने हुन सक्छ। त्यसै गरी घाँटी उठाउँदाखेरि घाँटी अड्याउन नसक्ने हुन सक्छ। त्यसै गरी
मांसपेशीहरू कमजोर भइदिने र सास फेर्न अप्ठ्यारो हुन सक्छ। जो रेस्पिरेटरी फेलियरको कारणले गर्दाखेरि मानिसको मृत्यु हुन सक्ने हुन्छ। त्यसै गरी यदि हेमाटोटक्सिक इफेक्ट देखियो भने मानिसको विभिन्न भागबाट रगत बग्न सक्ने सम्भावना हुन्छ। टोकेको भागबाट रगत जाने, गिजाबाट रगत जाने हुन सक्छ। त्यसै गरी मुटुमा असर देखियो भने मानिसको प्रेसर कम भइदिने हुन सक्छ, सकमा जान सक्छ मानिस। त्यसै गरी किडनी मृगौला फेलियर हुन सक्छ। त्यही भएर यदि सर्फर टोकिहालेमा सकेसम्म तुरुन्त अस्पताल या चिकित्सकको निगरानीमा बस्नुपर्ने हुन्छ र त्यस्तो अस्पताल जानुपर्ने हुन्छ जहाँ एन्टिएस्निक भेनमको व्यवस्था हुन्छ। अब यसको कसरी पत्ता लगाउने त? न्युरोटोक्सिन्सको कुनै ल्याब इन्भेस्टिगेसन हुँदैन। त्यसै गरी यदि हेमाटोटक्सिक सर्पले टोकेको छ भने त्यसमा ब्लिडिङ टाइम, क्लटिङ टाइम बढ्न सक्छ, पिटी आइएनआर बढ्न सक्छ। त्यसै गरी हामी बेड साइडमा एउटा 20 मिनट होल ब्लड क्लट टेस्ट गर्छौँ, जसमा हामी 10 ml जति रगत टेस्ट ट्युबमा राखेर 20 मिनटसम्म हेर्छौँ त्यसमा जम्ने रगत जम्छ कि जम्दैन। यदि जम्दैन भने त्यो बुझ्नुपर्छ यसको हेमाटोटक्सिक इफेक्ट सिस्टेमिक इनोभेसन भइसकेको छ। त्यस्तो अवस्थामा हामी एन्टिएस्निक भेनम तुरुन्त चलाउनु पर्ने हुन्छ। अब यो एन्टिएस्निक भेनम के हो त? हाम्रो नेपालमा पाइराख्ने एन्टिएस्निक भेनम जसले सर्पको विषलाई न्युट्रलाइज गर्ने काम गर्छ त्यो नेपालमा इन्डियाबाट आउने गर्छ र त्यो पोलिभ्यालेन्ट हो। यसमा 4वटा प्रकार जुन सर्पहरूको बढी टोकाइ भेटिएको छ त्यसलाई न्युट्रलाइज गर्ने हुन्छ, जसमध्ये कोब्रा, करेट, त्यसै गरी रसेल भाइपर, स्केल्ड भाइपर, यिनीहरूको विषलाई न्युट्रलाइज गर्ने काम गर्छ। तपाईको वरिपरि कसैलाई सर्पले टोकेको छ भने के गर्ने त? सर्वप्रथम मानिसलाई रिएस्योर गर्ने, नआत्तिन भन्ने। त्यसै गरी टोकेको भागमा टाइट कपडा, कुनै ज्वेलरीहरू लगाएको छ भने त्यसलाई निकालिदिने र टोकेको भागलाई इमोबलाइज गर्ने। इमोबलाइज भनेको स्प्लिन्ट या केही कपडाले त्यसलाई इमोबलाइज गर्ने। जस्तै हाम्रो हड्डी भाँचियो भने हामी कुनै काठ या जुन कुनै ठोस वस्तु स्थिर वस्तुलाई स्थिर बनाउनको लागि जुन बेर्ने काम गर्छौँ त्यो गर्नुपर्ने हुन्छ र त्यो गरेर सकेसम्म तुरुन्त नजिकको अस्पताल लैजानुपर्ने हुन्छ। त्यसमा त्यस्तो बेलामा हामी कुन सर्पले टोकेको छ भनेर सर्पलाई समात्न खोज्ने गर्नु हुँदैन। त्यसै गरी धामी झाँक्रीकोमा लगेर समय खेर फाल्नु हुँदैन। धामी झाँक्रीको उपचारले यसमा केही असर गर्दैन। त्यसैले तुरुन्त हामी एन्टिएस्निक भेनम भएको अस्पताल बिरामीलाई लैजानु पर्ने हुन्छ। टोकेको भागमा चाकुले चिर्ने काम र त्यसलाई विष सोच्ने काम गर्नु हुँदैन। इमोबलाइज गरेर तुरुन्त अस्पताल लैजानु पर्ने हुन्छ। अब के गर्न सकिन्छ त? यदि सर्पले टोकेको छ भने त्यस्तो भागमा भएको टाइट कपडाहरूलाई खुकुलो बनाउने, त्यसै गरी ज्वेलरीहरू जस्तै रिङहरू लगाएको छ भने त्यसलाई हटाउने र इमोबलाइज गरेर अस्पताल लैजाने। अब कसरी बच्न सकिन्छ त सर्पको टोकाइबाट? विशेष गरी सर्पको टोकाइ त्यसलाई डिस्टर्ब गर्ने मानिसहरू या त्यसको नजिक हुने मानिसहरूमा बढी हुने गर्छ। जस्तै फार्मर, किसानहरूलाई, गार्डनिङ गर्ने मानिसहरूलाई, त्यसै गरी हामी हाइकिङमा जाँदाखेरि हुन सक्छ। त्यही भएर हामीले यदि खेती गर्न गइरहेछौँ जुन भागमा सर्पको बढी बस्ने हुन्छ त्यो भागमा जाँदाखेरि लङ बुटहरू लगाएर जानुपर्ने हुन्छ। त्यसै गरी राति हाइकिङमा जाँदाखेरि लट्ठी लिएर अगाडिको भागलाई, झारहरूलाई त्यो गर्दै अगाडि बढ्नुपर्ने हुन्छ। करेतले विशेष गरी राति सुतेको बेलामा टोक्ने गरेको हुन्छ। त्यस्तो बेलामा हामी राति सुत्दाखेरि मस्क्विटो नेट यानि मच्छरजाली लगाएर सुत्नुपर्ने हुन्छ। करेतको टोकाइमा विशेष के हुन्छ भने यसको कुनै लोकल लक्षणहरू नहुन सक्छ। त्यही भएर राति सुत्दाखेरि अनिवार्य मस्क्विटो नेट लगाएर सुत्नुपर्ने हुन्छ। आशा गर्छु यो भिडियोले तपाईँको जिज्ञासाहरूलाई मेटेको होला र यदि यो भिडियो जानकारीमूलक लागेको छ भने कृपया यसलाई सेयर गर्नुहोला।
धन्यवाद।